हजुरहरू सम्पूर्णमा मेरो नमस्कार। आज म यस युट्युब च्यानल मार्फत केही स्वास्थ्य सम्बन्धी जानकारीमूलक भिडियो लिएर उपस्थित भएको छु। आज चाहिँ मैले गर्भ अवस्थामा पेट किन दुख्छ भन्ने विषयमा जानकारी गराउन गइरहेको छु। गर्भ अवस्थामा पेट दुख्नु सामान्य कुरा हो र यो विभिन्न कारणले हुन सक्छ। यसमध्ये केही मुख्य कारणहरू हुन्छ। 1 नम्बरमा गर्भको वृद्धि। गर्भको वृद्धि हुँदै जाँदा गर्भाशय पनि विस्तार हुन्छ, जसले गर्दा पेटको मांसपेशीहरू र लिगामेन्टहरू तन्किन्छ। यो तन्कावटले पेट दुख्न सक्छ, विशेष गरी तल्लो भागमा। अर्को नम्बरमा रहेको छ ग्यास र अपच। गर्भ अवस्थामा हर्मोनमा हुने परिवर्तनले पाचन प्रक्रिया ढिलो बनाउँछ। यसले गर्दा ग्यास जम्ने, पेट फुल्ने, दुख्ने समस्या आउन सक्छ। अर्को रहेको छ राउन्ड लिगामेन्ट पेन। यो प्राय दोस्रो त्रैमासिकमा हुने गर्छ। गर्भाशयलाई सहारा दिने लिगामेन्टहरू तन्किँदा एक्कासी तीखो दुखाइ महसुस हुन सक्छ। अर्को रहेको छ कब्जियत। हर्मोनको प्रभाव र आहारमा हुने परिवर्तनले कब्जियत गराउँछ, जसले पेट दुख्ने सम्भावना बढाउँछ। त्यसैले गर्दाखेरि गर्भ अवस्थामा चाहिँ पेट दुख्छ र कहिलेकाहीँ चाहिँ चिकित्सकसँग सल्लाह लिनुपर्ने हुन्छ। पेटको दुखाइ अत्यन्त तीखो वा निरन्तर छ भने, रगत बग्ने वा असामान्य डिस्चार्ज भएमा, ज्वरो वा क्वाकी वा टाउको दुखाइ सँगै पेट दुख्यो भने, यस्तो समस्या आयो भने चाहिँ हामीले तुरुन्तै नजिकैको स्वास्थ्य चौकीमा गएर चेक गराउनु पर्ने हुन्छ। आज चाहिँ मैले हजुरहरूलाई गर्भ अवस्थामा पेट किन दुख्छ भन्ने विषयमा जानकारी गराएँ। हजुरहरूलाई यो भिडियो कस्तो लाग्यो सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला। धन्यवाद।